हजुर गर्लफ्रेन्डसँग हिँडिरहनु भएको छ अरे एउटा भिखारी आएर पैसा माग्यो अरे के गर्नुहुन्छ अनि त्यति बेला म उसलाई के भन्छु म त अहिलेको हालतमा द प्रेजेन्ट सिचुएसन म आफै भिखारी छु तिमीलाई के दिउ Yes, welcome to the new episode of Rodunks and once again it's me Rachana Pokhrel. So guys, let's talk. त्यो भन्दा नि मागेन भने वेट त्यो भन्दा त्यति गर्नले पनि मानेन भने म भिखारीको पैसा लिएर उसैले दिन्छु अहिलेको लागि त्यही यदि हजुर राम्रो क्याफेमा गइसु हैन अनि गएर पुरा अर्डर गरेर खाएर सक्नु भयो अनि लास्टमा बिलिङ गर्ने टाइममा चाहिँ हसँग पर्स नै रहन्छ सो व्हाट विल यु डु मोबाइल छोडेर आउँछ मोबाइल पनि छैन अरे के मोबाइल पनि हराएको थियो अरे उला छोडेर आउँछ उला छोडेर आउँछ एटीएम दिएर भएन हैन छैन भन्दिन्छु नि छैन भन्दा पनि पुरा छोड्दै छोडेर के पछि लागेर पुरा लुगा नै समातेर प्लिज सर मलाई दिनु भन्छ नि अब भिखारीहरु त त्यस्तै हुन्छ नि म पनि प्लिज सर मलाई दिनु न मसँग छैन म नि गर्लफ्रेन्ड लिएर हिँड्या भिखारी भयो भन्दिन्छु नि भाइ ल लास्ट सिचुएसनमा गएर त्यो भन्दा नि मागेन भने म आफ्नो गर्लफ्रेन्डलाई नि दिइहाल्छु ल क्वेशन है यदि हैन हजुर सबै के भन्छ गर्लफ्रेन्डसँग हिँडिरहनु भएको छ अरे हैन अनि हजुरसँग 1 रुपैयाँ पनि पैसा छैन अरे त्यही टाइममा भिखारी आएर कचौरामा हैन दाइ पैसा चाहियो भने अरे के भन्नुहुन्छ हजुरहरु चेन छैन त्यही पैसा अनि हजुरले त्यही हो चेन छैन ओके अब नेक्स्ट क्वेसन है यदि हैन हजुर चाहिँ के भन्छ राम्रो क्याफेमा गएर हैन टन्न खानु भयो अरे हैन लास्टमा बिलिङ गर्ने टाइममा चाहिँ हजुरसँग पर्स नै रहन्छ अरे अब के गर्नुहुन्छ फोन पनि छैन अरे फोन नै हरायो गर्लफ्रेन्डलाई दिन लाउने नि अब हजुर के काम ल त्यही हाल्छ नि अनि गर्लफ्रेन्डलाई दिन लाउने गर्नुको के काम के नास्ता खुवाइहाल्छ नि जब पर्छ अनि गर्लफ्रेन्डसँग पनि छैन अरे सक्की गन्दिस हैन अब त्यस्तै हैन हजुर एउटा राम्रो रेस्टुरेन्टमा गइस हैन टन्न खाइछ अरे के हैन अनि खाएर लास्टमा बिलिङ गर्ने बेलामा चाहिँ हजुरसँग 1 रुपैयाँ छैन अरे पर्स नै हराएछ अब के गर्नुहुन्छ भाडा मस्केर यदि हैन हजुर आफ्नो गर्लफ्रेन्डसँग हिँडिरहनु भएको छ हैन अनि त्यो टाइममा हजुरसँग 1 रुपैयाँ पनि छैन अरे अनि एउटा भिखारी आएर हैन एउटा कचौरामा पैसा देऊ भने अरे के गर्नुहुन्छ खल्तीको रुमाल फुकालेर दिइदिन्छ अनि पैसा नै चाहियो भन्यो भने नि पैसा नै चाहियो मलाई त भन्यो अरे रोक भन्छु घर गएर लिएर आउँछु ओके नेक्स्ट क्वेसन है हजुरलाई हैन सपोज हैन हजुर आफ्नो गर्लफ्रेन्डसँग हिँडिरहनु भएको छ हैन अनि एउटा क्याफेमा गएर टन्न खानु भयो अरे हैन तर बिलिङ गर्ने बेला चाहिँ 1 रुपैयाँ रहन्छ अरे क्या पर्स नै रहन्छ अरे के गर्नुहुन्छ मेरो फोन नम्बर दिन्छु अनि घर गएर अन्त त मान्ने फोन नम्बर रङ हो कि भन्छन् त्यो त भन्नु न के गर्नुपर्छ तपाईँ आइडिया दिनुस् यदि हैन हजुरलाई के आफ्नो गर्लफ्रेन्डसँग हिँडिरहेको बेला एउटा भिखारीले पैसा माग्यो अरे सेम क्वेसन के गर्नुहुन्छ म सरले जे गर्नु भन्नुहुन्छ भन्नुभयो मैले पनि त्यही गर्छु सेम एन्सर के चाहिँ गर्नुहुन्छ म एकछिन रुक भन्छु घर जान्छु पैसा लिएर आउँछु अनि दिन्छु ओके अब नेक्स्ट क्वेसन ना यदि गर्लफ्रेन्डसँग गएको बेला हैन क्याफेमा पैसा छैन अरे बिलिङ गर्ने बेला अब के गर्नुहुन्छ गर्लफ्रेन्डसँग नआएर दिने हो नि गर्लफ्रेन्डसँग छैन अरे गर्लफ्रेन्डसँग छैन भाडा माग्ने अरु के गर्नु भाडा माग्ने अरु के गर्नु ओके अब भोलि फेरि हामी यस्तो एक्साइटिङ क्वेसन लिएर आउने नै छौँ सो टिल एन्ड किप अन हङ्किङ